यही हो मेन यसको सुटिङको क्यामेरा। फेरि रिटेक लिनु आएर रिटेक यो माइक्रो कस्तो नआएको छ त सामानै कति हेर्नु न क्यामेराहरू सामानहरू त गनेर साह्रो छैन के सो हेलो गाइज एन्ड सबैजनालाई जो जसलाई वेलकम ब्याक टु माई नेक्स्ट ब्लगमा। सो अहिलेको चाहिँ आजको चाहिँ हाम्रो चाहिँ ब्लग के रहेको छ भन्दाखेरि चाहिँ हलिउडको सुटिङको बारे भइरहेछ होइन। सो अहिले चाहिँ हाम्रो चाहिँ यता लिभरपुलमा हलिउडको सुटिङ भइरहेछ होइन। सो बबाल्ने होइन सुटिङ चाहिँ खतरनाकै छ होइन। उनीहरूको त्यो सामानहरू देखेर नै होइन चकित भइरहेको छु। अनि त्यो गाडीहरू देखेर होइन उनीहरूको त्यो सुटिङको हुन्छ नि त्यो एरेन्जमेन्टहरूदेखि लिएर खतरनाक क्यामेरा त कति हो कि होइन गनेर साथै छैन क्यामेरामा होइन। अनि त्यो असिस्टेन्टहरू भन्छ नि समथिङ के हो जस्ट क्रू मेम्बरहरूदेखि लिएर स्टाफहरूदेखि लिएर होइन अहिले चाहिँ यहाँ भइरहेको छ होइन। सो म हजुरहरूलाई पनि सानो छोटो हलिउडको सुटिङ कस्तो हुन्छ भनेर म देखाउन गइरहेको छु है। सो भिडियो चाहिँ पुरा हेरिदिनु होला गाइस है। सो अब म चाहिँ पुरा सुटिङ भएको ठाउँतिर म लगेर हजुरहरूलाई देखाउँछु है त। सो गाइस अहिले चाहिँ यता हाम्रो चाहिँ यो अफसिटभन्दा हल्का माथि छ है। सो हेर्नु सक्नुहुन्छ आज चाहिँ घाम पनि खतरनाक बबाल पारामा लागिरहेछ। घाम लाग्दाखेरि चाहिँ फेरि युकेमा चाहिँ वेदर चाहिँ बबालै हुन्छ है। हेर्नु सक्नुहुन्छ अहिले चाहिँ म यता जाँदैछौँ। यो चाहिँ यसलाई चाहिँ यहाँ माउन्ट स्ट्रिट भन्छ है हाम्रो चाहिँ अब यो ठाउँको नाम। ओ कस्तो नआएको छ त सामानै कति हेर्नु न यहाँ क्यामेराहरू यहाँ भिन्टेज कार्डहरू पनि राखिरहेको छ यार ठिक। अनि यो पनि भयो है बाबा त यहाँ मिलाउँदैछ है हेर्नु सक्नुहुन्छ। सामानहरू त गनेरै साह्रो छैन के हो यार। आज पुरै सुटिङ हुँदैछ यहाँ है। अहिले चाहिँ सुटिङ हुनु लाग्छ है यहाँ चाहिँ टक्क लाएर पुरै मिलाउँदैछ ऊ त्यहाँ एक्टरहरू आएर छ अहिले मिलाउँदैछ है। अलिकति हेरौँ हामी पनि क्यामेराबाट हेर्नु न अरे भगवान् ओ माई गॉड दिस इज असम यार। सही क्यामेरामा खतरनाक है क्यामेरा अब यही रहेछ यार। ल यहाँ चाहिँ सुरु भयो है। फेरि रिटेक लिनु आएर छ रिटेक मिलेन छ है। फेरि रिटेक हुँदैछ त यही हो ल मेन यसको सुटिङको क्यामेरा। यो चाहिँ डाइरेक्टर होला कि यहाँ स्ट्यान्ड बाई स्ट्यान्ड मान्छे राखिरहेको छ क्या सुटिङको लागि एउटा पुरै ल। त चाहिँ दर्शकबिनहरू चाहिँ यता छ है साइडमा ल। फेरि रिटेक भयो यार यो 10 सेकेन्डको सुटको लागि यहाँ 1 घन्टा लागिसक्यो। तर दामी हो दामी मेकअप म्यान भयो है गाइज ल। फेरि रिटेक हुन लाग्छ है मेकअप म्यानहरू आउँदैछ। रिटेक Quiet, folks, please. Ready? Background and act.
यो ठेलका ठेलले कहाँ पुग्यो होला ल फेरि ब्याग आएको छ है यो चाहिँ माइक्रो छैन सो अहिले चाहिँ यताको सुटिङ चाहिँ लगभग सकिसक्यो जस्तो लाग्यो है मेबी हजुरहरूले देख्नु भइसक्यो होला होइन तपाईँलाई हलिउडको सुटिङ धेरै खिचा छैन अलिकति होइन सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेर जस्ट यसो हजुरहरूलाई पनि देखाइदिउँ भनेर होइन सो यसरी हुन्छ सुटिङ यहाँको होइन एउटा जस सिनको लागि नै 3-4 पटक अहिले मेरो अगाडि नै होइन रिटेक लिएको थियो सो दामी थियो होइन सो खतरा लाग्यो जस अब अरू कुनै ठाउँमा पनि भयो भने म मेबी खिचौँला सो आजको लागि यति भन्ने नेक्स्ट भ्लगमा भेटौँला गाइस सो थ्याङ्क यू फर वाचिङ लाइक एन्ड सेयर गर्न चाहिँ